Essentially, anything that Riot would do for an agent in Valorant, I want to make sure that I have that in my project as well. I like to think about these things before I do the brainstorming phase, so I don't accidentally create an agent too similar to one that's already. आज चाहिँ त्यहाँ उता रोजिमको घरमा बेलुका बार्बिक्यू पार्टी गर्ने भनेको छ साथीहरूसँगै सबै बसेर। आजको प्लान चाहिँ त्यही छ बेलुकाको। अहिलेको प्लान चाहिँ हल्का मेरो अलिकति काम छ त्यो गर्नेछु। अनि लास्ट टाइम मैले एउटा सर्ट फिल्म हालेको थिएँ, कसले हेर्नुभयो कसले हेर्नु भएन, हेर्नुहुनेले चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि नहेर्नेले चाहिँ म यता कता आउँछ आई बटन त्यसमा हालिदिन्छु, गएर हेरिदिनु होला। अनि यसो सजेस्ट गर्नु होला के मिलेन के बनाउन सकिनँ। यो चाहिँ फर्स्ट फिल्म भयो, फर्स्ट फिल्म भन्दा नि फर्स्ट एक्सपेरिमेन्ट जस्तो थियो। मैले स्टोरी चाहिँ पहिलेदेखि सोचेर राखेको थिएँ, अनि अब एक्जिक्युट चाहिँ कसरी भयो त्यो चाहिँ अब तपाईँहरूको हातमा। के लाग्छ जस्तो लाग्छ फिल फ्री भएर कमेन्ट गर्दा हुन्छ। म त्यस्तो केही अब सिरियसली लिँदिनँ, सिरियसली त लिन्छु अब इगोमा लिँदिनँ भन्नु खोजेको। अब त्यसलाई अझै हेरेर इम्प्रुभ गर्ने ट्राई गर्छु। अर्को पनि सर्ट फिल्मको आइडिया सोचिसकेको छु, अब त्यसलाई एक्जिक्युट गर्ने प्रोसेसमै छु। नेक्स्ट विकतिरै आउँछ होला। यसै गर्नु पर्ला, हरेक दुई हप्ताको ग्यापमा सर्ट फिल्म टाइपको निकालेर। मैले फर्स्ट भ्लगमा भन्न चाहिँ बिर्सेछु, यो च्यानलमा चाहिँ के अरे भ्लग्स चाहिँ ट्राभल भ्लग्स अनि यस्तै सिनेमेटिक त के भने जो सब एक्सपेरिमेन्टल भिडियोजहरू अनि सर्ट फिल्म्सहरू डकुमेन्ट्री टाइपको भिडियोजहरू सबै आउँछ भन्नाले गर्न ट्राई गर्छु, खिच्न ट्राई गर्छु। त्यो स्पेसिफिक एउटै भ्लग मात्रै भनेर चाहिँ होइन। सो भ्लग चाहिँ म हप्तामा एकचोटि गर्ने ट्राई गर्छु, सर्ट फिल्म पनि हप्तामा एकचोटि नत्र 2 हप्तामा एकचोटि। सो लेट्स सी के हुन्छ है। यो चाहिँ अब एक दिनको नभइकन मल्टिपल डेजको भ्लग्सहरूलाई एडिट गरेर हाल्ने सोचेको छु कि मैले। अब एक दिनमा त त्यस्तो खासै हुँदैन, त्यस्तो खासै एक दिनमै केही भयो भने चाहिँ त्यो मात्रै भइहाल्यो। अब एक दिनमा केही भएन भने चाहिँ नर्मली 1-2 दिनको मर्ज गरेर हाल्ने सोचेको छु। सो लेट्स गो इट गोज। I like that with the chemistry, yeah. And when you vibe that, we could remedy that. I'm into energy and telling the facts, tenderize my tendencies. Ribs, they better be back, so relax. I'm on the track, this right is my home. I never act, so you feel my tone. You've been alone, oh no. Here we go again, and you said that we were only friends. I like that. सोहिलसँग हुँदा चाहिँ नि मैले त्यो बेला कति गएको थिएँ, सोहिल इन्सर्टमा पनि पुगेको थिएँ है कि भेरमा थियो। सोहिलसँग हुँदा मैले यहाँ और अपरेटरमा थिएँ। ल फेरि भन के भने चाने 1 बजेर आँखा बनाएको हो कविरजी गेम हेरेको छ उसको सन्दर्भमा नलाऊ है। आऊ खेलौँ। अरू खेलेर बस्छ ऊ पढेर बस्छ यतिको चाहिँ हुनुपर्छ। बस म्यान कन्टेन्ट पाएर नकसिम जुल्छ अरे
समस्या नहीं है भाई ये पीरो मलास भाई धोते जाओ धोते बंटी तेरा सावन स्लो है क्या? हाँ स्लो है दुई वर्ष एचएममा इन्टर्न बनाएँ मैले अस्ट्रेलिया जाने रे एक्सन भइसक्यो पर्सन यूरो जस्तो ठिक छ यो उसको नाम के स्पेशली कॉल उसको नाम के थाहा स्वप्न आर्यन आर्यन एक्सपेडो बेचत हानिस् होइन सरी I like that with the chemistry, yeah, I'm on you. Why not? We could remedy that. I'm into energy and telling the facts. Telling us the tendencies. Don't break, they better be back. So relax, I'm on the top. It's right in my home. I never ask, so you feel my tone. You been alone, oh no. Here we go again. And you said that we were only friends. होइन तातो देखेको हिजो राति सपनीमा बसेको तिरो तिमी त्यसैको लागि यो बाटोमा आज ओइ आज आउँछ कि सिनेमेटिक हो कस्तो ब्याट्री लो भइरहेको कस्तो पाइसकेको थियो यार तिम्रो के वास्ता तिम्रो पालो ल आई लभ यु हरि आई लभ यु काठ पनि नपाए थियो आँसु देखे मरि जाऊं सासै रोकी तिमीलाई The next day. ए जिम्बफ हो जिम्बफ के ढाकाल्ने भने धर्म किराना पसल सोहिल प्रमोसन टाइगर साउन आयो ढकाल्दिन आउनुपर्छ एक्सपर्ट थ्री सधैँभरि